हेलो साथीहरू नमस्कार। तपाईँहरूलाई वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ हामीसँग हिमालयन बाइक रोयल इनफिल्ड स्टार्ट प्रब्लम भएर आएको छ। यो चाहिँ के भने अब फायरिङहरू करेन्टहरू सबै ठिक छ, तेलहरू मजाले पास भइरहेको छ, तर गाडी स्टार्ट हुँदैन। मरेर जबरजस्ती स्टार्ट हुन्छ, तर पनि स्टार्ट भइसकेपछि रोकिँदै कुद्ने पुरा मिस गरिरहेको थियो। त्यही भएर हामीले यसको समस्या चाहिँ के रहेछ भनेर हामीले टक्कसँगले चेक गर्दै जाँदाखेरि हामीले यसको म्याग्नेट खोल्न लाग्यौँ। अब हामीले म्याग्नेट चाहिँ खोल्दैछौँ हामी। यो चाहिँ हिमालयन अफ रोड बाइक हो। यसको म्याग्नेट चाहिँ टक्कसँगले लेफ्ट साइडमा हुन्छ। यो हामीले म्याग्नेट खोलिसक्यौँ। अब म्याग्नेट खोलेर हेर्दाखेरि चाहिँ यसको के भएको रहेछ भन्दा यसमा यो क्रेङमा लागेको हुन्छ म्याग्नेट अड्याउनको लागि एउटा लक, चन्द्रमा जस्तो लक लागेको हुन्छ। त्यो लक चाहिँ काटिएको रहेछ। त्यो काटेपछि अब फायरिङहरू पनि सबै आउने, तर फायरिङ आएर पनि पेट्रोल हुँदै पनि स्टार्ट नहुने समस्या थियो। यो काटेपछि चाहिँ टाइमिङ आउट हुन्छ। जति करेन्ट फ्याँक्नु पर्ने त्यो चाहिँ लेभलमा फ्याँक्न पाउँदैन, त्यही भएर स्टार्ट नभएको रहेछ। त्यही भएर हामीले यसको म्याग्नेट लक चाहिँ अर्को नयाँ लिएर आइसकेका छौँ। अब यसलाई हामी लक हाल्छौँ। यसको म्याग्नेट लक चाहिँ पुरानो चाहिँ 2 टुक्रा भएको थियो, त्यही भएर हामीले अर्को नयाँ ल्याएपछि अब हामी यसको लक लगाउँदैछौँ। यसको लक चाहिँ टक्कसँगले ठ्याक्क लेभलमा मिलाएर लाउनु पर्ने हुन्छ। कतिपय चाहिँ म्याग्नेट लाउँदा झर्न सक्छ, त्यो चाहिँ याद गर्नुपर्छ लगाउँदाखेरि। अब हामीले यसको लक लगाइसक्यौँ। लक लगाएपछि यसमा चाहिँ डबल पिनियन हुन्छ। सानो सानो पिनियन डबल हुन्छ, म्याग्नेटमा एउटा ठुलो पिनियन छ। जम्मा टोटली 3टा पिनियन हुन्छ। त्यो चाहिँ सेल्फले इन्जिन घुमाउनको लागि सपोर्ट दिने काम गर्छ यो पिनियनले चाहिँ। अब हामी यसको पिनियनहरू एउटा लगाइसक्यौँ। अब अर्को पनि लगाउँदैछौँ। यो चाहिँ उल्टो सुल्टो पनि हुन्छ, कृपया लाउँदाखेरि मिस्त्री साथीहरूले चाहिँ कृपया हेरेर लाउनु होला। उल्टो सुल्टो भयो भने फेरि अरू समस्या आउन सक्छ। त्यसले गर्दाखेरि, किनभने इन्जिनको काम गर्दाखेरि भरसक हेड मिस्त्रीले नि गरेको राम्रो। अब हामी यसको म्याग्नेटको 18 नम्बर नट टाइट गर्दैछौँ। यसको टाइट गरेर अब हामी चेक गर्छौँ अब काम गरेको छ छैन, भरे फेरि डबल खोल्नु नपरोस् भनेर। अब हामी यसको ग्यास्केट लाउँछौँ। यसको ग्यास्केट चाहिँ च्यातिने हुँदैन, अरू बाइकहरूको चाहिँ कागजको हुन्छ। यसको चाहिँ टिनको ग्यास्केट हुन्छ, त्यही भएर यो चाहिँ च्यातिँदैन, पुरानै रियुज हुन्छ। अब हामी यसको टक्कसँगले ग्यास्केट लगाइसकेपछि हामी लाउँदैछौँ यसको म्याग्नेट कभर। अब हामी म्याग्नेट कभर लगाइसकेपछि चेक गरेर पनि देखाउँछौँ काम सक्सेस भयो भएन, र काम सक्सेस भएपछि कस्तो हुन्छ भनेर हामी देखाउँछौँ। कृपया यो पनि हेरिदिनु होला। अनि फाइनली अब हामीले चाहिँ सबै कभर लगाइसकेपछि यसको नट टाइट गर्दैछौँ। नट टाइट गरेपछि हामी स्टार्ट गरेर पनि देखाउँछौँ। यदि तपाईँहरूलाई पनि यस्तै काम गराउनु परेमा सम्झन सक्नुहुन्छ हाम्रो मोटरसाइकल ग्यारेज, वीरता मोड, नयाँ बस पार्क। यहाँ चाहिँ सबै काम बाइक सम्बन्धी सबै काम हुन्छ। अब हामी यसको सेल्फ चेक गर्दैछौँ। सेल्फ चेक गर्दाखेरि टक्कसँगले स्टार्ट भयो गाडी, रेसहरू राम्रो भइरहेको छ। यो चाहिँ हिमालयन रोयल इनफिल्ड, यो चाहिँ सक्सेस भइसक्यो।